मानौ कुनै ठूलो सामान जस्तै गाडी वा घर जग्गा नगदमै किन्नु पर्यो। पहिले त यो सामान्य नै थियो, तर अब नियम फरिएको छ। सरकारले एउटा यस्तो परिवर्तन ल्याएको छ जसले ठूलो रकमको नगद कारोबारलाई पहिले जस्तो सजिलो हुन दिने छैन। हो, यही हो त्यो नयाँ महत्त्वपूर्ण अङ्क 5 लाख। अबदेखि नेपालको वित्तीय कारोबारमा यो अङ्कले भनौँ न निकै ठूलो अर्थ राख्नेछ। परिवर्तन कतिको ठूलो छ भने पहिले जहाँ 10 लाख रुपैयाँसम्म नगदमा कारोबार गर्न मिल्थ्यो, अब त्यो सीमा ठ्याक्कै आधा, मतलब 5 लाख रुपैयाँमा झारिएको छ। यो साँच्चीकै ठूलो र महत्त्वपूर्ण निर्णय हो, हैन त? ल, आज हामी यही नयाँ नियमलाई अलि चिरफार गरेर हेरौँ है त। जस्तै यो नयाँ नियम आखिर हो के? सरकारले किन यस्तो सीमा घटायो? अनि 5 लाखभन्दा माथिको कारोबार अब गर्ने चाहिँ कसरी? कस्तो अवस्थामा यो नियम लाग्दैन? र सबैभन्दा महत्त्वपूर्ण, यसले हाम्रो अर्थतन्त्रमा कस्तो असर पार्ला? यी सबै कुरामा एक एक गरी कुरा गरौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। यो नयाँ नियम जुन मन्त्री परिषदको बैठकले निर्णय गरेको हो, आउँदो माघ 1 गतेदेखि देशभरि नै लागू हुँदैछ। अब नियम चाहिँ एकदमै सरल छ। कुरा के हो भने कुनै पनि व्यक्ति होस् वा संस्था यदि एकै पटकमा मतलब एउटै कारोबारमा 5 लाख वा त्योभन्दा बढीको कुनै सामान किन्दैछ वा सेवा लिँदैछ भने त्यसको पैसा नगदमा तिर्न पाइने छैन। सिधै भन्दा यस्तो कारोबार अनिवार्य रूपमा ब्याङ्किङ च्यानलबाटै, जस्तै चेक काटेर होस् वा कुनै डिजिटल माध्यमबाट गर्नुपर्ने हुन्छ। अब सबैको मनमा एउटा प्रश्न आउन सक्छ, आखिर सरकारले हठात यो सीमा किन घटायो त? हो, यसका पछाडि केही बलिया कारणहरू छन् र यसको मुख्य लक्ष्य भनेको देशको वित्तीय अनुशासनलाई अझै कसिलो बनाउनु हो। सरकारका अनुसार यो कदमका पछाडि एकभन्दा बढी उद्देश्य छन्। पहिलो त कारोबारलाई पारदर्शी बनाउनु नै भयो। जब कारोबार ब्याङ्किङ प्रणालीबाट हुन्छ, सबै कुरा रेकर्डमा बस्छ अनि यसले कर छली नियन्त्रण गर्न पनि सजिलो बनाउँछ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण जस्ता अवैध कामहरू रोक्न पनि यसले मद्दत गर्छ। र एउटा अर्को फाइदा के भने यसले सबैलाई डिजिटल भुक्तानीतर्फ जान प्रेरित गर्छ, जसले गर्दा हाम्रो अर्थतन्त्र नै आधुनिक बन्दै जान्छ। तर यी सबै कारणभन्दा पनि एउटा अझै तत्कालको र गम्भीर कारण छ। मन्त्री अनिल सिन्हाले नै भन्नुभयो अनुसार नेपाल अहिले सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्थाको ग्रे लिस्टमा पर्ने जोखिममा छ। अब यो ग्रे लिस्टमा पर्नु भनेको देशको लागि एकदमै नराम्रो कुरा हो। यही जोखिमबाट बच्न र आफ्नो वित्तीय प्रणाली सुधार्न पनि यो नियम हतार हतार ल्याइएको देखिन्छ। ल, नियम पनि थाहा भयो, कारण पनि थाहा भयो, तर अब मुख्य कुरा व्यवहारमा के गर्ने त? 5 लाखभन्दा माथिको भुक्तानी गर्नु पर्यो भने अब के उपाय छन् त? आउनुहोस् यसैबारे कुरा गरौँ। चिन्ता लिनु पर्दैन, विकल्पहरू थुप्रै छन्। सबैभन्दा सजिलो र पुरानो तरिका त चेक काट्नु नै भयो। अनि आजभोलि त झन् कति सजिलो छ। मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ वा कनेक्ट आइपिएसबाट पनि तुरुन्तै भुक्तानी गर्न सकिन्छ। अझै एकदमै ठूलो रकम छ भने त ब्याङ्कहरूले प्रयोग गर्ने आरटिजिएस प्रणाली पनि छँदैछ। यो सबैभन्दा भरपर्दो विकल्प हो। यो नियम सुन्दा अलिक कडा लागे पनि यसलाई सकेसम्म व्यावहारिक बनाउन खोजिएको छ। त्यसैले केही खास अवस्थाहरूमा यो 5 लाखको सीमा लागू हुँदैन। यी छुटहरू के हुन् त्यो जान्न चाहिँ एकदमै जरुरी छ। सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण छुट त्यो हो ब्याङ्कमा पैसा जम्मा गर्दा। आफ्नो व्यक्तिगत खातामा नगद जम्मा गर्न जाँदा यो नियमले छुँदैन। चाहे 10 लाख जम्मा गर्नुहोस् वा 20 लाख, ब्याङ्कमा नगद जम्मा गर्न कुनै रोकटोक छैन। त्यसैगरी व्यापारी र व्यवसायीहरूलाई पनि सजिलो बनाइएको छ। दिनभरि पसलमा वा आफ्नो व्यवसायमा उठेको पैसा त्यो 5 लाखभन्दा जति नै धेरै भए पनि एकैपटक ब्याङ्कमा जम्मा गर्दा यो नियम लागू हुँदैन। अब हाम्रो समाजमा विवाह, व्रतबन्ध जस्ता ठूला कार्यक्रममा नगदको ठूलै कारोबार हुन्छ, हैन त? हो, यो कुरालाई पनि नियमले ध्यानमा राखेको छ। यस्तो पारिवारिक खर्चको लागि छुट दिएको छ, तर यहाँ एउटा शर्त छ है। त्यो खर्च गरेको रकमको स्रोत चाहिँ वैध हुनु पर्यो र खुलाउन सक्नुपर्छ। अर्को छुट छ ऋणको भुक्तानीमा। जस्तै कुनै ब्याङ्क वा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता, सावा वा ब्याज तिर्नु पर्यो भने त्यो रकम 5 लाखभन्दा बढी भए पनि नगदमै भुक्तानी गर्न पाइन्छ।
र अन्त्यमा यो नियम वित्तीय संस्थाहरूले एक आपसमा गर्ने कारोबारमा पनि लागू हुँदैन। मतलब एउटा ब्याङ्कले अर्को ब्याङ्कसँग गर्ने लेनदेनमा यो नगदको सीमाले केही फरक पार्दैन, किनभने यो त उनीहरूको नियमित काम नै हो। ल, अहिलेसम्म हामीले नियम के हो, किन आयो, विकल्प के छन् अनि कहाँ छुट्छ भनेर सबै बुझ्यौं। तर अब अलिकति पछाडि हटेर ठूलो चित्र हेरौं। यी सबै कुराको समग्र अर्थ के हो त? देशको अर्थतन्त्रमा यसले कस्तो असर पार्न सक्छ? हेर्नुस्, यो 5 लाखको सीमा एउटा सानो नियम परिवर्तन मात्रै होइन। यो त हाम्रो देशको पुरै वित्तीय प्रणालीलाई अझै औपचारिक, पारदर्शी र आधुनिक बनाउने एउटा ठूलो अभियानको सानो तर महत्त्वपूर्ण हिस्सा हो। यसको अन्तिम लक्ष्य भनेकै एउटा यस्तो बलियो आर्थिक प्रणाली बनाउनु हो जहाँ हरेक कारोबारको हिसाब किताब सफा र प्रष्ट होस्।